हेलो नमस्ते हाई गाइस हजुरहरूलाई कस्तो छ सन्चै हुनुहुन्छ म अलि ती 2-3 दिन अलि बिजीले गर्दा हजुरसँग बिचमा कुरा गर्न भ्याइनँ मैले आज योभन्दा पहिला भिडियोमा भनेको थिएँ किन के कारणले चाहिँ लोकतन्त्र किन कमजोर हुन्छ भनेर मैले त्यस विषयमा कुरा गर्दै थिएँ तेस्रो भिडियोमा मैले भनेको थिएँ लोकतन्त्रको मुख्य जुन मतलब फेल हुनुको मुख्य कारण भनेको चाहिँ लोकप्रियतावाद हो सेलिब्रिटिजम भन्ने शब्द मैले प्रयोग गरेको थिएँ र किन चाहिँ यो लोकप्रियतावादले चाहिँ लोकतन्त्र चाहिँ धेरै नै खतरामा पर्छ त्यसको जुन फाउन्डेसन छ त्यो नै किन धरापमा पर्छ भन्ने बारेमा म आज भन्ने जाँदैछु मैले अस्ति नै भनेको थिएँ त्यसै गरी म यो चाहिँ कसरी सुरु गर्न चाहन्छु भने मानिसभित्र कस्तो खालको एउटा तत्त्व हुन्छ भने उसले चाहिँ सोच्ने कल्पना गर्ने तत्त्व हुन्छ के मान्छे के गर्छ कल्पना गर्छ किन भन्दा मान्छेभित्र समस्या हुन्छन् मनमा दुःख हुन्छ पीडा हुन्छ जीवनमा धेरै समस्याहरू हुन्छन् होइन अनि उसले चाहिँ के सोच्छ भने त्यसको समाधान खोज्नु छ कतै भयो नि समाधान खोज्नु पऱ्यो किनभने म पीडित छु म दुःखी छु हरेक व्यक्तिले सोध्छ म कतै न कतै म दुःखी छु कतै न कतै म पीडामा छु र यो पीडाबाट मैले मुक्त हुनु छ भन्ने हरेक कुरा हरेक व्यक्तिलाई थाहा छ तर कसरी हुने भन्ने बारेमा कसैलाई पनि पूर्ण रूपमा थाहा हुँदैन अलग अलग प्रकारका दुःख हुन्छन् त्यस्तै दुःख चाहिँ कसरी यो दुःखबाट यो समस्याबाट कसरी पार हुने भन्ने बारेमा सबैले चिन्ता गरिरहेका हुन्छन् त्यसमा चाहिँ सबभन्दा ठुलो समस्या के हुन्छ भने त्यो मेरो समस्या हो र यो समस्या कुन स्तरको हो यो कहाँबाट आएको हो यो मेरो अज्ञानले हो कि अरूले दिएको हो कि के हो भनेर त्यो समस्याको बारेमा हामीलाई जानकारी हुँदैन अनि हामी के गर्छौँ भने त्यो समस्याको सही समाधान खोज्नलाई हामी के गर्छौँ भने आफ्नो समस्यालाई बुझ्नुभन्दा समस्याको हल कसले हल गरिदिएला कसले समाधान गरिदिएला भनेर हामी चाहिँ बाहिरतिर कसैलाई खोज्न थाल्छौँ होइन अनि जब बाहिर खोज्न थाल्छौँ त हामी त्यसको छिटो समाधान खोज्न चाहन्छौँ कि जति छिटो हुन्छ हामीलाई समस्या समाधान गर्नु पर्यो भनेर खोज्छौँ तर त्यो समस्याको समाधान मैले आफै बुझेको हुनु पर्यो नि जस्तै तपाईँलाई ज्वरो आएको छ भने मलाई ज्वरो आएको छ भने तपाईँ ज्वरो आएको डक्टर भेट्टाउन जानु पर्यो होइन अनि तपाईँ मुटुको डक्टर छ मुटुमा समस्या छ भने मुटुको डक्टर भेट्टाउन जानुपर्छ होइन तर हामीलाई थाहा हुँदैन कि समस्या कहाँ छ भनेर हामी आफ्नो समस्या बुझ्नुभन्दा पनि बाहिरी कोही मान्छेले कसैले केही गरिदियो हुन्थ्यो भन्ने खालको हामी त्यो हतारमा त्यो कौतूहलतामा हामी भाग्छौँ संसारमा हामीलाई थाहा हुँदैन त्यो मूल समस्या के हो भनेर जब हामी भाग्छौँ संसारतिर तर जब भागिसकेपछि के हुन्छ भने रियल मान्छे को हो कसले चाहिँ समस्याको समाधान गर्छ भन्ने बारेमा हामीले बुझ्न सक्दैनौँ त्यसपछि के हुन्छ भने हामी के गर्छौँ भने कसै एकजनालाई पक्रिन्छौँ त्यो चाहिँ कस्तो हुन्छ भने जसले समस्या हो भनेर भनिदियो त्यो समाजले हो त्यही समाजले पनि हिरोलाई भनिदिन्छ क्या यो तेरो हिरो हो यसले समाधान गरिदिन्छ थाहा छैन तर समस्या समाजलाई त थाहा हुँदैन कि त्यो समाज भनेको त एउटा अचेत के अरे जड चिज हो त्यसको कुछ चेतना त हुँदैन तर अब त्यसले के भनिदिन्छ ऊ त्यो मान्छे हो ऊ त्यो देउता हो या ऊ त्यो धेरै हुन्छन् त्यो समाज त्यो सेलिब्रिटीहरू धेरै प्रकारका हुन्छन् कुनै लिडर पनि हुनसक्छ कुनै कल्पनाको भगवान पनि हुनसक्छ देउता नै हुनसक्छ र कुनै सामाजिक कार्यकर्ता नै हुनसक्छ कुनै पनि कोही पनि हुनसक्छ त्यसै कारणले गर्दा जो मुख्य समस्या छ त्यसलाई हेर्न त्यसले दिँदैन त्यो लहरले अनि हामी के गर्छौँ भने हामी चाहिँ अनि अरूको लहलाइमा लागेर हामी त्यसको पछाडि भाग्छौँ कि मेरो सबै समस्याको समाधान त्यसले गरिदिन्छ कि भनेर त्यस्तैमा अब यस्तै लालची हुन्छन् जो यस्ता नेताहरू हुन्छन् यस्ता व्यक्तित्वहरू हुन्छन् जसले चाहिँ सोध्छन् अब मान्छेहरूलाई समस्या छ तर यिनीहरूलाई हेर्न दिनुभन्दा म यिनीहरूलाई यस्तो रलभुल्लामा राख्छु कि यिनीहरूले आफूलाई हेर्न नसकुन् भन्ने हिसाबले अनि नयाँ नयाँ लालचहरू दिन्छन् म तिमीलाई यति गरिदिन्छु तँलाई म यति धनी बनाइदिन्छु तँलाई म
यो गरिदिन्छु भनेर यस्ता समाजमा धेरै प्रकारका नेताहरू जन्मिन्छन् र हामी के गर्छौँ भने मेरो समस्याको समाधान सबै त्यसले गरिदिन्छ। यानि कि त्यो नेता आउने बित्तिकै मेरो भयभरको समस्या सबै त्यसले हरिदिन्छ। त्यसलाई धार्मिक हिसाबमा अवतारवाद पनि भन्छ। तर अब तर हुन्छ के कोही नेता आउँछ, नेता आएर आफ्नो गद्दीमा त बस्छ, तर हाम्रो दुःखको समाधान त हुँदैन। अनि हामी आफ्नो रिस कसलाई पोख्छौँ? त्यो नेतामाथि पोख्छौँ। त्यसैले पहिलो मुख्य कारण चाहिँ के हुन्छ भने आजको समस्या धेरै नै निकट समस्या सबैलाई छ, दुःख सबैलाई छ। तर यसको मुख्य कारण चाहिँ के हो भनेर हामीले बुझेका हुँदैन। आफ्नो जीवनको हरेक दुःखलाई चाहिँ हामी कसलाई दोष दिन्छौँ भने अरूलाई दिन्छौँ। त्यसैले अनि अहिले त्यसैमा पनि अब अहिले के आयो भने इन्टरनेटमा के भयो भने दुई किसिमको भ्युरहरू आए। पहिला जब सूचनाको क्रान्ति भएको थिएन त्यतिखेर दुई टाइपका अध्येताहरू हुन्थे। एक भनेको अध्ययन गर्नेहरू हुन्थे, एकजना चाहिँ सब्सक्रिप्सन बेस्ड हुन्थे, जसले चाहिँ हरेक महिना पैसा तिरेर न्युज पेपर, अखबार, पत्रिकाहरू पढ्ने गर्थे। एउटा चाहिँ सब्सक्रिप्सन बेस्ड थियो। अब अर्को अब त्यो चाहिँ कमसेकम के थियो भने त्यो चाहिँ जो जेन्युन सिरियस छ त्यसले मात्रै त्यो इन्फर्मेसन ग्यादरिङ गर्ने हुन्थ्यो। अब यो इन्फर्मेसन क्रान्ति आएपछि चाहिँ के भयो भने यो चाहिँ फलोवर बेस्ड हुन पुग्यो। फलोवर बेस्ड भनेको चाहिँ तिमीलाई सिरियस नभए पनि तिमीले जस्ट हेरेर आफ्नो समयमा त्यसको कुरालाई फलो गर्न सक्ने भयो हैन। त्यसले गर्दाखेरि के भयो भने त्यो फलोवरसिपमा चाहिँ के भइदियो भने जति सानो कुरा गर्यो, जति क्षुद्र कुरा गर्यो हैन, मान्छेलाई कसरी हुन्छ उसले आफूलाई चाहिँ नहेरोस् हैन, उसले मलाई मात्रै हेरोस् र त्यसलाई म कसरी हुन्छ ललिपपहरू दिइरहँ भन्ने खालको नयाँ नयाँ विचारहरू, मोटिभेसन थ्योरीहरू हैन, अनि तिनीहरूले चाहिँ प्रतिपादन गर्छन्। त्यसले गर्दा के हुन्छ भने उनीहरूको फलोवरसिप बढ्छ र उनीहरूको चाहिँ आफ्नो बिजनेस चम्किन्छ। त्यहीबाट यो सेलिब्रिटिजमको विकास भएको हो। यो सेलिब्रिटिजमको विकास हुनु चाहिँ यो हाम्रो जुन औद्योगिक क्रान्ति भयो र त्यसपछि कन्ज्युमरिजम आयो र साथसाथै पुँजीवाद पनि हावी भयो। त्यसपछि सबभन्दा अन्तिम अस्त्र थियो धर्म। धर्म पनि जब पुँजीवादीसँग गएर मिल्यो त्यसपछि सेलिब्रिटिजम झन् टप लेभलमा पुग्यो। त्यसपछि धर्मको नाममा राजनीति पनि चरम रूपमा हुन थाल्यो। धर्म भनेको चाहिँ लोक धर्म, जसले चाहिँ पुँजी भोग्न र पुँजीवादलाई धेरै नै श्रेय दिन्छ, जसले चाहिँ फ्लोरिस गराउँछ, जसले चाहिँ सेल्फ इन्ट्रोस्पेक्सन, आत्मनिरीक्षण, आत्मज्ञान, आफूलाई बुझ्ने, आफूलाई हेर्ने भन्दा पनि अरूको हेरेर अरूको भेडको चालमा दौडिने त्यस्तो सूचनाको क्रान्ति पैदा गरेको छ। त्यसैले अहिले हेर्नुभयो दुनियाँभरिमा धेरैभन्दा धेरै कन्जर्भेटिजम, राइट विङको धेरै नै उदय भइरहेको छ। त्यसको अरू कारण केही होइन, जो धर्ममा बस्ने गद्दीहरू छन् र जो पुँजीवाद छ त्यो दुईजनाको सङ्गठनले हो। त्यसैले यदि कोही व्यक्ति चाहन्छ सही नेता जीवनको भलो हुन चाहन्छ भने आफूलाई बुझ्ने, मेरो समस्या के हो, त्यसको समाधान कहाँ होला, त्यसले अध्ययन गर्ने, दुनियाँ आफ्नो जीवनलाई सही बाटोतिर लैजाने, सही व्यक्तिहरूसँग जाने, आफूलाई सही बाटोमा अध्ययन गर्ने, स्वाध्याय गर्ने हैन, अनि आध्यात्मिक चिन्तन मनन गर्ने बाटोमा गयो भने मात्र लोकतन्त्र सफल हुन सक्छ। नभए कहिले कुन नेता आउला र कुन चाहिँ के तन्त्र आउला भनेर नयाँ नयाँ बाहिरी क्रान्ति, सडक नाटक भइरहन्छ, तर परिवर्तन भने कहिले पनि आउँदैन। र त्यसैले त्यो मान्छे कस्तो हुन्छ भन्दाखेरि त्यो मान्छेले कहिले पनि तिमीलाई आएर भन्दैन कि हजुरहरूलाई आएर भन्दैन कि म आएपछि यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु। उसले भन्छ म आएपछि जति मैले बुझेको छु त्यति गर्छु हैन, हजुरहरू पनि आफ्नो अब हजुरको यो समस्या छ, हजुरले पनि यो सुधार गर्नुपर्छ हैन, अनि तपाईँले सुधार गर्नु भएन भने म एक्लै केही पनि गर्न सक्दिनँ भन्ने स्वतन्त्र र इमान्दार नेता आयो भने मात्रै र मान्छेले बुझ्यो भने मात्रै अनि मात्रै लोकतन्त्र सफल हुन्छ। नभए
कुनै आवेगमा कुनै पनि तन्त्र सफल हुँदैन। धन्यवाद।